सोचकी बात गर्छु ओइ म बिचाइ झट्ठो मेरो ओठ चाहिँ कालो छ किन सबै सोच्छ सिक्रेट खान्छ नि त एउटै इज्जत उठिसक्दै थियो नि Pretty little baby. 2, 3, Balkan water. मेरो बाउलाई चिन्दैन नि मेरो गाउँको मान्छे जङ्गलिस त 2 रुपैयाँको मान्छेहरू बोल्छस् अहिले आज कति रुपियाँ लिन्छस् अरे ए अच्छा अच्छा तँ चिन्छस् त्यो नाम के रे यो गाडी रोकिदियो त मलाई मलाई लाँदैन होला हौ ए लाँदैन त हौ आउनु हेरेर लाँदैन क्या है मलाई गाडीमा नचढ्ने खाएको देख्छ मलाई गाडीमा नचढ्ने खाएको देख्छ हो गाडी नदेखेको मान्छेहरू देख्छ क्या हो कसले रोक्दैन त अझै प्राइभेट लिएको हो नि त प्लेन प्रशान्त चिज प्रशान्त हेलो गाइस वेलकम ब्याक टु अस भनेको चाहिँ यो पनि हो लिटल बेबी होइन फर्स्टमा त अर्कै भन्छ त टेलिङ अल द ब्लू बर्ड्स के पो भन्छ के भन्छ यो होइन र गाइस हामी चाहिँ कान सबै बन्द भइरहेछ मेरो को पनि न र गाइस हामी चाहिँ 5 माइल आइपुग्यो हामी चाहिँ कमेल हामी चाहिँ यो उकालो नयाँ बाटोहरूबाट जान्छ अरे अन्त सिमाया भोकले चाहिँ कस्तो बेला सरी र हामी चाहिँ पर्खिरहेको छ स्नेहालाई अब स्कुटीमा जाने हामी गाइस नयाँ लुगा नकिनेको पनि कति साल भइसक्यो कसले किनिँदैन पनि हामी चाहिँ आइपुग्यो लिनु आयो यो लेडी किलर परि मिठो बनाए त मम्मी बिहान लाउनु लगाइदिनु लाइन गाइस बुझेर हौ छुटेको मलाई थियो कि आँखा पनि खोल्नु नसकेको मैले कपाल चाहिँ यस्तो हाँसुदो भइरहेछ कि सिक्सीको भयो अलिअलि भिज्यो नि त हामी स्कुटीमा आउँदा कि अन्तखेरि चाहिँ यस्तो भयो गाइस मकैबारी यो बाटो चाहिँ नयाँ बनाएको होला नि त त्यही भएर त्यो पुल पानी झरीमा त हुन्छ होला नि बिजोग चाहिँ यहाँसम्म भइसक्यो हाम्रो तैँले एउटा राम्रो कर्म गरिस् माटो हात अनमिकाको छाता नभन यो राम्रो बाटो हो त डन भएर यो राम्रो बाटो कि गाइस राम्रो बाटो हो राम्रो बाटो माथिबाट छ कि तिमीहरूलाई त मैले यो एक्सपिरियन्स गरोस् भनेर ल्याएको यो ब्यागमा एकछिन बोक्दिनुहोस् न प्लिज ल जुमिन
ठोक्यो कस्तो चिप्ले उयाहरू पुरा मैला भयो दिनमा आएछ ओइ गाइस खुन कहाँ गएको रे सीमा पाउन गएको रे अम्बो पछाडि के हो यस्तो पेन्टिङ गरिरहेको रहेछ यार सीमा अघि के भन्दै थिएँ उसले कहाँ गएको अरे त के भएर पाउन गएको त खण्ड भरे उयो भएर यो पानी कहाँको आएको हो यत्रो रातो बाटो त यसले बिगार्ने हो नि त खास चाहिँ यत्रो पानीमा यत्रो आउँदैछ यत्रो पानीमा यत्रो आउँदैछ कत्रो पानीमा कत्रो आउँछ होला सोच्दैछु सीमाले भन्न सक्छ यो चाहिँ I said for hours, telling all the bluebirds. Pretty little baby. I'm so in love with you. You can ask the flowers and all the bluebirds. Pretty little baby. त्यहाँको मामु ढोक कोही सीमा ढोक गाइस हामी चाहिँ यहाँ भर्खर आइपुग्यो कस्तो खालके उयो एडभेन्चरस उयो भयो हाम्रो के भन्छ उयो भयो मुसा जस्तो भयो भन्न एडभेन्चरस ट्रिप पनि होइन हौ Hiking हो हाइकिङ क्युकम्बर हाइकिङ पुरा लागेको छ हेलो गाइज हामी चाहिँ स्नेहागाउँमा आइपुगेर नाउ वी आर गोइङ टु कहिले सिरियस भएन हौ मेरो साथीहरू वी आर गोइङ टु भ्यू पोइन्ट गाइज बिचारा अनामिका थ्याङ्क्स फर दिस अम्ब्रेला अनामिकालाई नि बोलाउँदैछ यहाँनिर स्नेहाले कस्तो दामी दामी यिनीहरूको है कटेजहरू बनाएको छ है वाउ सो ब्युटिफुल यसो गरे या बोय दिन राम्रो भएको भए चाहिँ दामी सनसेट हुन्थ्यो तर अफसोस कि म बिचमा झट्ठोइ मलाई पुरा सिक्सीको लागि ओ हिँड्नु मलाई ओए म हिँड्छु नि प्लिज मलाई कस्तो डर लाग्छ यार मलाई कस्तो भनेको गाइस मलाई कस्तो डर लाग्छ यो अरिमठेहरूसँग यो रुख होइन स्नेहा सीमा रञ्जन यहाँ SSR लेखिदिरहेको त त्यहाँ तल म उता माथिको स्नेहाको चाहिँ यहाँ तल अर्कै छ अरे एकजना हिरो टालिरहेको छ उयो आएको माथि गरिदिँदै सुराल भयो वाउ गाइस सी द भ्यू just you can just see the view and enjoy guys with us guys यो तलको टिस्टा हो ल ए मैले बुझे यो के हो यो बजार के हो ओ यो लुगा चाहिँ फेरि कसले दिएको अरे यो ज्याकेट पुलिसको ज्याकेट लाउँदिन म थप्पड लाग्छ तँलाई सम्झ त अनि यो त कसको ज्याकेट हो यो त पुलिसको हैन देख्दैन नि त पुलिसले मरिस You can के भन्छ You can ask the flowers I said for hours telling all the bluebirds we all the bluebirds pretty little baby I'm so in love with you त्यो हाम्रो गीत छ नि त्यो पल्टन बाटो मेरो ओठ चाहिँ कालो छ किन सबै सोध्छ न सिक्रेट खान्छ नि त सरी गाइज म खाँदिनँ मुगा जान्छु One, two, three, पल्टन बाटो गर्नेले नि भेट्छ हो गराउने नि तुलाई भेट्छ कस्तो दामी भ्यू यार
हामी पल्टने दुईजना पल्टनकै लुगा हामीजना पल्टने त यहीँ छ हामी भन्दैन गणेशमा वाइफ र लाइफ इज लाइफ गणेशमा वाइफ र राइफलिजमा वाइफ के हुन्छ नि एउटा भन्दिने उयो माथि झन् कस्तो दामी देख्छ गाइस तपाईँले गाइस 1 2 3 तपाईँले भ्यू इन्जोय गर्नुहोस् ल अब यहाँदेखिको चल ढूंढ लाए सारी मासूम सी खुशियाँ चल भूल जाए फासले झड्के पानी आयो यार ला हो जाता ला हो जाता आया काला का ओइ बिस्तारै यहाँ त पुरा डर लाग्यो मलाई किटाले सिक्सिको पारेन मलाई वेलकम फादर है वेलकम फादर के भनेछ वेलकम फादर सिस्टर चाहिँ यहाँ हुनुहुन्छ र गाइस हामीले चाहिँ यहाँनिर आएर चियाहरू पनि खाइसक्यौँ होइन अघि डाँडा घुमेर आएर अन्तखेरि चाहिँ यहाँनिर कस्तो दामी भ्यू देख्दो रहेछ बट यो चाहिँ स्नायु देखेको के हो दार्जिलिङ सिक्किम हो होइन मेरो चाहिँ दार्जिलिङमा पनि प्रपर्टी छ मेरो सिक्किममा पनि प्रपर्टी छ सीमाको चाहिँ उयसमा छ मेरो घर उयो थाइल्यान्डमा स्नेहाको ब्याङ्ककमा मलाई नउठाएर युट्युब पो बनाउँछ भिडियो यहाँनिर हाम्रो यहाँ फोटो उयो खिच्दैछ होइन अन्त आपाले चाहिँ एउटा वादा गर्नुभयो यो भ्लगमा सधैँभरि क्याप्चर गरिरहनेछ आपाले चाहिँ हाम्रो बिहामा सीमालाई एउटा पलङ मलाई एउटा पलङ त्यो चाहिँ कहिले बिहामा बिहा त हुन्छ कि रेडी फोटो खिच्देको ल रेडी हामी चाहिँ एकदम ट्रेन्डीवाला पर्सन होइन हामी चाहिँ एभरग्रिनवाला हो हामीलाई कुन चाहिँ गीत जान्छ भन्दै साथी पल्टन तमल्ले हबीबी मस्तेले भन्दै अब अले मुले बुजुले हबीबी मस्तेले उची तब तू ही जीने का सहारा है तू ही मौजों का इरादा है भन्दैन स्नेहा घर आएर कस्तो लाग्यो पल्टन बा ए मुखमै आइसक्यो गीत चाहिँ पल्टन बाट छिटो कान्छ कसरी क्यूट हो यो त हम लोगों का मम्मी पापा जानते हैं जो करना है कर लो र गाइस अब चाहिँ हामीले चाहिँ म चाहिँ स्नेहा घर चाहिँ आफ्टर 10 years टु अब चाहिँ हामी खाना खान आँटेको गाइस ल चल स्नेहाको चाहिँ घर यतापट्टि बनिँदैछ त्यही भएर अहिले टेम्पोररी किचनमा यहाँनिर हामी प्रवेश गरिसकेको छ This is our rice. This is our chicken. Yay! Cheers to Mama.
मान्दै आलु चाहिँ हाम्रो चाहिँ यहाँनिर रिल्स सुट हुँदैछ होइन इफ तपाईँहरूले हामीलाई फलो गर्नु भएको छैन भने चाहिँ प्लिज इन्स्टाग्राममा गएर फलो गर्नुहोस् होला म यहाँनिर डिस्क्रिप्सनमा चाहिँ हाम्रो लिङ्क पठाइदिन्छु ब्ल्याङ्केटहरू माथिसम्म गुड मर्निङ गाइस ब्रस लिएर जाने बेलामा चिया लिएर डाँडा जाँदैछ यो मनले नि के गर्नु खोजेको थाहा छैन अहिले चाहिँ टाइम भयो ओ कति बज्यो 5:30 पत्यो चाहिँ यो भ्लग देखेर आमा पनि सक्नुहुन्छ होला बिहान नै चाहिँ दाउरा काट्नु गयो भन्दै काकाहरू चाहिँ बाटो लागेको किनभने चाहिँ बिहान नै भ्यू पोइन्ट राम्रो देख्छ अरे कि तलनिर गाडी कुदेको छ कि छैन भने त्यो पनि हेर्नु गएको हामी गाडी कुदेको छ भने चाहिँ बेलुकातिर फर्किन्छु भनेर हाम्रो लागि चाहिँ यहाँ काँक्रा रेडी भयो अर्ग्यानिक बस्तीका क्या ताँबाको अचार मामुले हालिदिएको यसको ड्युटी भएर चाहिँ हामीले अत्ता ल्याएको अरे चाहिँदैन त हौ हामीलाई किन दिनु भनेको हो मामुले चिया पर्दैन भन्न थापिदिँदैछ त्यहाँ 500 कस्तो चिसो ल बाई बाई सी यू थ्याङ्क यू फर काँक्रा मिठो थियो मासु भात यसले गर्दा छिसेको नि अब गएको ल ढोग्नु जानेन ढोग्दैन होइन त ल ल बसेँ बाई बाई अरे खुट्टा उयो आउँछु फेरि लुगा धुन आउँछु ल हामी चाहिँ निस्केको होइन हाम्रो चाहिँ यस्तै थियो हिजो हामी साँझमा आइपुगेको आज बिहान नै साथै नजिकन अब भात सात खाएर टन्नै भात खाएर उकालो चढ्दै चाहिँ यतिको एनर्जी हुनु पऱ्यो हाम्रोमा सधैँ यसरी हुँदा उसको ड्युटी परेर 12 बजी ड्युटी आएको ल साथीहरू 7 बजी 5 बजी उठेको तपाईँहरूले विश्वास गर्नुहुन्छ हामीलाई यस्तो चाहिँ जिन्दगी ए एज युजल साथी हो हामीलाई चाहिँ छोडेर गयो हाम्रो साथीले होइन त्यसलाई ढिलो भएछ यहाँ चाहिँ रोड बनिँदै रहेछ नि त पुल बनिँदै रहेछ त्यही भएर यस्तो बिचारै स्टुडेन्टहरूलाई पनि कति साह्रो पर्दो रहेछ है त्यसैमा लगेर बेच्नु होइन गाह्रो थियो उताबाट रिप्लाई होला नि गहिरो गहिरो सागर जस्तो सीमा तिमी बादर जस्तो सिङ्ग्लेस फाटक रहेछ अनि यसो सिङ्ग्लेसभित्र पस्नु नपाए नि बाहिरबाट भ्लग एन्ड गरौँ आइज हामी चाहिँ अब यहाँ होटलमा बस्नु आँटेको छ एकछिन रेस्ट गर्न कफी खान अब कफी खानु आएको होइन गाइस हामी चाहिँ फाइनली हाम्रो कफी खाएर हाम्रो चाहिँ लन्च गर्ने जग्गा आइपुग्यो हो अन्त अब चाहिँ हामी यहाँनिर लन्च गर्नु आँटेको हामी चाहिँ अब यहाँ लन्च गर्नु आँटेको देख्नु होला मेफेयर कालिम्पोङ यु नो दिस इज 5-star होटल एन्ड रिट्रिट 5 स्टार होइन